हेलो, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले मेरो भ्लग चाहिँ यता मेरो माइती गाउँ घाँचुकतिरबाट बनाउँदैछु होइन। बिहानभरि पानी परेको थियो अनि हामी चाहिँ यहाँ मन्दिरको उद्घाटन थियो र हामी पानी बिदा भएपछि त्यहाँ गयौँ। कार्यक्रम सिद्धिन लागिसकेको रहेछ उद्घाटन कार्यक्रम। अनि हाम्रो मन्दिर अहिले बनेको देवीको मन्दिर ल हेर्नुहोस्, फाँट धान रोपेर पुरै भ्याइसकिए रहेछ। त्यो भलावट हो। अनि यो डिलतिर सबै उतापट्टिको चाहिँ लाचोको हो। ठ्याक्क हाम्रो यहाँ घरपरिमा चाहिँ मन्दिर बनेको छ देवीको। अनि हामी सबैजना गएका थियौँ, बहिनीहरू, दिदी बहिनी आन्टी सबैजना। अनि हामी हेर्दैछौँ वरिपरि कस्तो भएछ भनेर हेर्दैछौँ। कति महिनामा गएकोमा त ल हेलो भनिदिनु भनेको हेलो भनिदिँदै हुनुहुन्छ। अनि हामी टिकटक बनाउने भनेर उतातिर लाग्यौँ। अनि टिकटक बनाएर आएको मन्दिरमा प्रसाद ग्रहण गर्ने कार्यक्रम भइसकेको रहेछ। अनि हामी आएर फटाफट प्रसाद खायौँ। ल हेर्नु त कस्तो राम्रो भ्यू देखिन्छ यो मन्दिरको बाट। यसलाई चाहिँ घरपरि भन्छ है, घरपरि। ल आजलाई यति नै। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।